पहाडकी रानी भनेर चिनिने दार्जिलिङ सहर पुग्नका लागि बादलहरूले घेरिएको पाइनवुड जङ्गललाई पार गर्दै होम स्टेसनको उचाइको चिसो महसुस गर्दै र बतासिया लुपको कोइलाबाट चल्ने रेल हेर्दै हामी फेरि पनि दार्जिलिङको रात्रिकालीन जीवन हेर्नका लागि आइपुगेका छौँ। ल है नयाँ रानीज्यू चाहिँ अब कस्तो लागिरहेको छ दार्जिलिङ? एकदम रमाइलो लागिरहेछ, एकदम राम्रो भइरहेछ, जाडो भइरहेछ। म यो अस्तिको ट्राभलदेखिको जुनीमा पनि जाडो छ भने जुनसुकैमा पनि जाडो छ, किनभने जाडै नै छ क्या। यदि जाडो नभइदिएको भए म यो टोपीहरू ज्याकेट लगाएर बस्दिनँ थिएँ। धन्न यो ज्याकेट बोकेर आएको छु, एउटा टोपी पनि लिएर आएको छु। मलाई थाहा थियो कि जाडो हुन्छ भन्ने कुरा, तर तपाईँले जाडो हुँदैन भन्नुभएको थियो। जाडो छ। दाइले चाहिँ ड्राइभर दाइले चाहिँ हामीलाई छोडेर गइसक्नुभयो। अनि दार्जिलिङको प्रणित दाइले गइसक्नुभयो घर। अब भोलि बिहान आउनुहुन्छ हामीलाई पिकअप गर्नलाई। अनि फेरि हामी बाँकी भएको ठाउँ भोलि घुम्छौँ। बाँसको टुङ्गो लागिसकेपछि अब हामी जाँदैछौँ दार्जिलिङको रात्रिकालीन जीवन अवलोकन गर्नको लागि। दार्जिलिङको रात्रिकालीन नजारा चाहिँ यस प्रकार छ है। घोडचढी सवारीमा हुन्छ। एक्सपो चल्दैछ यहाँ, एक्सपोमा जाने हो। किया और कई विशेषज्ञों से विचार विमर्श किया। ये लौह अयस्क विदेश लेकर जमीन की के रहेछ नेपाली कल्चर अल्छौ, नेपाली कल्चर जजल्लप्पा फ्याकुल्ला। जमशेद जी अपने कर्मचारियों के लिए एक ऐसा समुदाय बनाने के प्रति संबंध। दार्जिलिङको चाहिँ चोक बजार हो। चोक बजारमा निकै राम्रो चहल पहल देखिन्छ। यो चाहिँ एउटा हामीले देखिरहेको घडी चाहिँ सायद यो ब्रिटिस कालकै होला। डिजाइनहरू हेर्दाखेरि बेलायती डिजाइनकै छ। त्यो समयकै हुनुपर्छ सायद लगभग हेर्दाखेरि। यहाँको चाहिँ अहिलेको नजारा यस किसिमको छ। उहाँ सर चाहिँ दार्जिलिङमा आएर सपिङ गर्दै हुनुहुन्छ। सपिङको लागि कपडा राम्रो छ, हेर्दै हुन्छ क्या जकेट। ल है नाइट लज त्यहाँ हेरौँ त एउटा, त्यहाँ भित्र जाऊँ त। ल शॉपिंग का कड़ा कड़ा बंद है।
एस खोज्दै हुनुहुन्थ्यो मलाई एस र एल खोज्नु भने मैले यो एल हो त जे चाहिँ होला जे चाहिँ होला 20 रुपियाँ सेल्स सपिङ भारतमा लोटरी अर्थात् चिट्ठा पनि कानुनी रूपमा मान्यता प्राप्त नै रहेछ। हामीले पनि हाम्रो भाग्य जाँच्नका लागि चिट्ठा काट्ने रहर गऱ्यौँ। 5वटा मिल्नु पर्यो 5वटा मिल्यो भने चाहिँ 9,000 गरेर पढ्नु एउटा यहाँ माथि पढ्नु ए यति पऱ्यो भने चाहिँ करोड यो यति यहाँदेखिको यहाँसम्म 81देखिको पुरै मिल्नु पर्यो एउटालाई जस्तै यो 53देखिको यहाँसम्म मिल्यो भने करोड अनि यता पछाडि यहाँदेखिको यहाँसम्म यो 002देखिको 61सम्म छैन यो पऱ्यो भने यहाँबाट पाउनुहुन्छ तपाईँले 9,000 गरेर पाउनुहुन्छ एउटा पत्ता 9,000 10वटा छ यहाँ 10 ए त 90,000 भइहाल्यो यहाँ गऱ्यो भने 450 गरेर पाउनुहुन्छ चारवटा 3 ठाउँ 4वटा गरेर पाउनुहुन्छ अनि प्राइस पऱ्यो भने चाहिँ लिन आउने सिलगढीभरि जहाँ पनि साट्दा हुन्छ लु दिनु त पैसा 60 रुपियाँ छान्नु पाइन्छ क्या नम्बर आजको 8 बजी 60 रुपियाँको चाहिँ यिनीहरू हो चाहिँ यहाँबाट दिन सक्छु म यहाँबाट यो सस्तो पर्नु कारण चाहिँ थोरै नम्बर हुन्छ हो यहाँ के हो थोरै मतलब अब यस्तो हुन्छ यहाँ यो लानुभयो भने प्राइस डिफ्रेन्ट हुन्छ यहीँ आयो भने नम्बर यहीँ आयो भने 3,000 पाउनु ए त्यस्तो हो ल प्राइसमा डिफ्रेन्ट यो एउटा लिनु आइहाल्यो भने 60 को लिउँ 60 तपाईँ छान्नु न तपाईँले लक लाउनुहुन्छ कि तार्नु पऱ्यो 1 करोड ट्याक्कै मार्केट दार्जिलिङ यस वाट नै ए मिनी मार्केट रातिको नजारा मिनी मार्केटको भिजिट बेलुकीको समयमा हामी मिनी मार्केट गर्दैछौँ। सानो सानो तर राम्रो राम्रो मिनी मार्केट छ। हेर्नुहोस् त चौरास्ता भन्ने ठाउँतिरको बाटोतिर जाँदैछौँ हामी अहिले। यो चाहिँ दार्जिलिङको चाहिँ बिच बजारको बिच हो, तर सपिङ गर्ने भ्याउनेले हेरिराखेको हो। खास भनेको जस्तो चिज भेटिएको छैन कि पैसा महँगो भएछ कि के भइरहेछ भन्ने चाहिँ थाहा छैन, तर जे अनि हुनु चाहिँ भइरहेछ यहाँनिर कुराहरू। के लाउने? लाउनु निम्बु नलाउने हो मजाले तताइ मकै खाने हो अब चौरास्तामा मकै खाने मान्छे हेर्नुहोस् त, होइन त। निम्बु लाउने तरिका चाहिँ नयाँ रहेछ। थ्याङ्क यू आन्टी, लिनुहोस्। ल मकै आयो, मकै हेर्नुहोस् त। ए मकै खाने हो अब, गरम खाऊ न कस्तो गजब। त्यस्तो खोर्सानीहरूले दामी हुन्छ है। चौरास्ता मकै खाने मान्छे चौरास्तामा भेट्यो, हेर्नुहोस् त। हाम्रो भानुभक्त बाजे यहाँ पनि हुनुहुन्छ है। भानुभक्त बाजेको हो नि, हाम्रो भानुभक्त बाजे दार्जिलिङको चौरास्ता भन्ने ठाउँमा मजाले उभिरहनु भएको छ। नेपाली
जातीय कवि रामायणका रचयिता भानुभक्त आचार्य नेपाली साहित्य सम्मेलन दार्जिलिङद्वारा स्थापित 2006 सनमा स्थापित भएको रहेछ। तर नेपाली जातीय कवि भनेर उहाँलाई चाहिँ लेखिएको छ। खासमा आदिकवि हुनुपर्ने होला भन्छु म। चौरास्ताको यो बेलुकाको चहल पहल, बेलुकाको अवस्था यो किसिमको छ यहाँको चाहिँ साहित्यिक कार्यक्रमहरू चाहिँ यही चौरास्ताको यही मञ्चमा हुन्छ रहेछ। साहित्यिक कार्यक्रमहरू, साङ्गीतिक कन्सर्टहरू यहीँ आयोजना हुने गर्दछ अरे। आज चाहिँ कुनै पनि कार्यक्रमहरू त छैन, त्यही पनि स्टेज चाहिँ यो किसिमको छ भनेर मैले देखाउनु पर्यो। स्टेजको ठिक अगाडि भानुभक्त बाजे उभिरहनु भएको छ, नेपाली आदिकवि भानुभक्त आचार्य। तर यहाँ चाहिँ जातीय कवि भनेर उहाँलाई लेखिएको रहेछ। यो चौरास्ता है, यो चाहिँ हामी चाहिँ अहिले ठ्याक्कै यो दार्जिलिङको चौरास्ता भन्ने ठाउँमा आइपुगेको छौँ। अनि चौरास्ताबाट चाहिँ यता चाहिँ दार्जिलिङको रात्रिकालीन नजारा, रात्रिकालीन दृश्य यस प्रकार छ। नाइट भ्यू भन्नु जस्तो कि भन्नु त्यस्तो देखिने रहेछ है। दिउँसो चाहिँ बादल लागिरहेको थियो, अहिले चाहिँ एकदमै दिन रात खुल्ला छ अनि देखिरहेछ। वाह, हामी चाहिँ चौरास्ताबाट घुमिरहेको छौँ। चौरास्ताबाट अब हामी एक रास्तातिर जाँदैछौँ। आई लभ दार्जिलिङ परेको छ है यहाँ। आई लभ दार्जिलिङ। यो क्षेत्र पनि एकदमै उत्कृष्ट, एकदमै राम्रो, एकदमै गजबको लाग्यो यो एरिया। यहाँ हुनु चाहिँ व्यापार व्यवसाय पनि साहित्यिक कार्यक्रमहरू विशेष गरी यहीँभित्र हुने होला। आकर्षक लाग्यो भवन चाहिँ, डिजाइन चाहिँ नजारा छ। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन गोर्खा रङ्गमञ्च भवन। गोर्खा रङ्गमञ्च भवन। गोर्खा रङ्गमञ्च भवनमा यहाँहरूलाई हार्दिक स्वागत छ। फोटो हो। गोर्खा रङ्गमञ्च भवन भनेको यो चाहिँ नेपालको चाहिँ प्रज्ञा प्रतिष्ठान भने जस्तै हो सायद। यो तपाईले यही जाऊ भने हैन सरले के कहाँनिर बेलुका कविता बाँच्नुहुन्छ जानु। त्यो त माथि हो चौरास्ताको, त्यो अहिले मैले जुन भानुभक्त बाजेको पछाडि। म चाहिँ अहिले ठ्याक्कै यो छु है, के अरे यो रङ्गमञ्च अरे के दार्जिलिङको। अनि यतातिर सुप मार्केटतिर छौँ। अब त रात पनि लागेछ होइन, अनि सबै बन्द हुनु लागिरहेछ। अब पसलहरू सबै बन्द भइसक्यो क्या। अनि हामी चाहिँ यहाँ यसो बजार हेरौँ न त के कस्तो रहेछ भनेर डुलिरहेको छौँ। ल यहाँ चाहिँ नाइट के खानुहुने तपाईँ? सब खाने भएको जम्मै खाने। ल है यहाँनिर यो मिठो खानेकुरा पाक्दैछ है। ल्याउनुहोस् हाम्रो दाइले एकदम जाँगर लाएर जोस लाएर बनाउँदै हुन्छ है। हामी त काठमाडौँदेखि आएको अहिले चाहिँ काठमाडौँसम्म पुर्याउनुहोस् त। अन्डा त अर्को पनि खानु पर्ला, एउटा तताउनु भन्दै हो। काठमाडौँको मान्छे सब यता पठाइदिनु भनेको नि खानुको लागि हो। काठमाडौँ कहाँदेखि आउनु? काठमाडौँ कुन चाहिँ जग्गा? चाउमिन डिफरेन्स भयो। काठमाडौँ चाहिँ हामी मुलपानी भन्ने ठाउँबाट बस्छौँ, यहीँबाट आएको। यो भवन चाहिँ खास के प्रयोजनको लागि हो दाइ? यो चाहिँ तपाईँको 1986 को भवन। यो रङ्गमञ्च भवन भन्छ। रङ्गमञ्च भवन। यहाँ चाहिँ जति पनि प्रोग्रामहरू हुन्छ तपाईँको ट्रेडिसनल प्रोग्रामहरू हो, मलाई त्यस्तै लागेको थियो। विवाह शादी सबै कतिवटा मिटिङ ठुल्ठुलो। चाडो त यति डह्रो भयो त। चाउमिन कस्तो छ? मिठो छ, बबाल मिठो छ। फरक टेस्ट आउने
मिठो कस्तो छ? मिठो भन्छ नि। सेकुवा मिठो छ मिठो होइन मिठो छ खाए 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 भने सिँगै कुखुरा खुट्टा खुट्टा होइन पखेटा यो पनि गुलियो हो गजब छ त नि यही त राम्रो छ यहाँ तल पनि छ फेरि के गर्ने ल स्ट्रिट फुडहरू यहाँनिर ल है त रात्रिकालीन भ्रमणबाट अब हामी फर्किँदैछौँ अब हामी होटल जाँदैछौँ एकदमै रमाइलो भयो एकदमै गल भयो है नि त झालमुरी दालमुरी दालमुरी मुरी खायो खाएर यसले नि पेट अगायो अब किनभने बेलुका खाना पाउँदैन रहेछ बेलुकाको खाना चाहिँ यहाँ झुक्क्यो क्या हामी बेलुकाको खाना चाहिँ नपाउने रहेछ दिउँसो खाजा खाउँ भनेको झन्डै खाना खुवाइ पऱ्यो फेरि खाजा भनेपछि यहाँ खाना बुझिने रहेछ क्या अनि 12 बजेदेखि यता चाहिँ खाना बुझिने रहेछ खाना बुझिन्छ नि खानामा चाहिँ हो पुरै दाल भात तरकारी मासु जे हुन्छ नि हामीले खाने खालको त्यस्तो खाने खालको रहेछन् के मान्छेले चाहिँ समस्या खाजा खाउँ भनेको त झन्डै खाइदियो क्या खाजालाई यता ब्रेकफास्ट भन्यो भने फेरि बुझ्ने रहेछ खाजा भने ब्रेकफास्ट भरे ब्रेकफास्टमा चाहिँ अब के हुन्छ हो चाउमिन मोमो थुक्पा सुक्पा चाउमिन हुन्छ चाउमिन चाहिँ खालि गुलियो छ है मलाई मनै परेन हामीले त्यो स्पाइसी खाने खाले पिरो अमिलो नुनिलो खाने बानी यहाँ चाहिँ गुलियो लाग्ने क्या lightcom.com भो अझै भयो बाई बाई हाम्रो होटल चाहिँ यही हो होटल चोइसमा अब हाम्रो प्रवेश हुन्छ ल सवारी होस् महारानीको आजको भ्रमण सिद्ध्याएर हामी आयौँ अब आजलाई बाई बाई भन्नुपर्छ है बाई बाई गर्नु बाई